Hi everyone, this is Deepak Buddha. So I am from Nepal. I hope all guys are doing well. Me too. So today I'm going to talking about in this video. So my Georgian visa refuse. So म यसमा चाहिँ जान्छु अब सिधै नेपाली ल्याङ्ग्वेजमा बोल्छु. So don't mind guys. In this video, I'm going to talking in Nepali language. कति बनाउनु त हैन इंग्लिश मात्र भिडियो. So अनि मेरो चाहिँ मे 10 मा चाहिँ रिजेक्ट भएको थियो. मे 10 मा चाहिँ रिजेक्ट भयो भनेर चाहिँ नोटिफिकेसन आएको थियो. सो अनि रिजेक्ट हुनुको चाहिँ रिजन चाहिँ बताएको छैन, बट यसमा लेखेको छ तर लाइक एक्ज्याक्ट रिजन चाहिँ बताएको छैन के. त्यसमा चाहिँ अलि आफुलाई कता कता लाइक आइ एम नट सेटिस्फाइड फर रिजेक्ट राइट. एन्ड अनि त्यसपछि के भयो भन्दा मेरो चाहिँ एप्लाई चाहिँ गरेको चाहिँ के अरे त्यो बिएफएस गरेको आफ्टर अराउन्ड 5 मन्थ जति लगाएको थियो. 5 मन्थ राइट. अनि त्यो जोर्जियाको चाहिँ प्रोसेस चाहिँ एकदम फास्ट हुन्छ, सबैलाई थाहा नै छ होइन, कम्पेयर विथ अदर कन्ट्री. बट अहिले चाहिँ पछिल्लो टाइममा चाहिँ रिजेक्ट धेरैको भइसकेको छ. अहिले चाहिँ मैले नजिकै चिनेको भाइहरूको पनि धेरै रिजेक्ट भइसकेको छ. अनि मेरो रिजेक्ट हुँदाखेरि चाहिँ मेरो एउटा साथी पनि रिजेक्ट भएको थियो. अनि मलाई लागिरहेको थियो कि म तिनीहरूभन्दा अघिल्लो लटमा थिएँ खासमा चाहिँ होइन. अनि मैले आफै मेरो के लाइक डकुमेन्टमा चाहिँ अलिकति डकुमेन्ट इन्करेक्ट भएको कारणले गर्दाखेरि चाहिँ मेरो डकुमेन्ट बनाउनु परेको कारणले म चाहिँ अलि ब्याकअप भएँ. सो इट वाज माई ल्याक अफ पोइन्ट राइट. मेरो रिजेक्ट हुनुको कारण त्यही नै हो जस्तो लाग्छ, किनकि अघिल्लो लटमा भइदियो भए अघिल्लो लटमा सबैको लागिरहेको थियो, म्याक्सिममको लागिरहेको थियो क्या, लाइक 100 मा 99% को लागिरहेको थियो होइन. सो पछिल्लो लटमा चाहिँ रिजेक्ट चाहिँ त्यसै धेरैको भयो. अनि लाइक मेरो पालाबाट मेरो भन्नाले हाम्रो पालाबाट मेरो साथीको अरू ठाउँहरू थियो. त्यतिखेर चाहिँ थोरैको लागिरहेछ खै. अनि त्यसपछि अनि मेरो साथीको रिजेक्ट भयो. अनि हामीभन्दा पछाडिको भाइहरूको पछाडि लगाएको थियो नि, उनीहरूको झन् एकदम धेरैको रिजेक्ट भइरहेछ. सो यो भन्नुको मतलब होइन कि मतलब एप्लाई नगर भनेको होइन कि एप्लाई चाहिँ गर, तर कन्डिसन बुझेर चाहिँ गर्दा बेटर राइट. अनि मेरो अलरेडी 2 चोटि रिजेक्ट भइसकेको थियो. योभन्दा अगाडि के अरे युएसएको 2 चोटि रिजेक्ट भइसकेको थियो. अनि रिजेक्ट पनि भइसकेको थियो. लाइक मेरो फाइनेन्सियल कन्डिसन ओएज पनि मैले चाहिँ के अरे जोर्जिया इज बेस्ट कन्ट्री फर मी बिकज आई हेभ अ लट अफ मनी भन्ने टाइपको भइरहेको थियो. अनि मेरो किनकि मलाई छिट्टै चाहिएको थियो. अनि त्यो अलमोस्ट मेरो कति लाग्यो 5 6 7 7.5 महिना जति त्यो, तर मेरो 6 महिना चाहिँ लाग्नेवाला थियो है. तर मेरो आफ्नै किनकि मेरो यहाँबाट डेस्टिनेसनमा धेरै टाढा छ नि जुम्ला होइन. अनि त्यस कारणले पनि मेरो डकुमेन्टहरू पनि मैले चाहिँ कलेक्ट गर्न चाहिँ अलिकति धेरै टाइम लाग्यो. सो त्यस कारणले चाहिँ अलि ढिला नै भयो. अनि लास्टमा आएर रिजेक्ट भयो र सो बिएफएस गरेको चाहिँ यतै छ होइन. रिजेक्ट हुनुको रिजन चाहिँ एक्ज्याक्ट रिजन चाहिँ बताएको छैन. आई डोन्ट नो वाइ, बट मैले कन्सल्टेन्टलाई सोधेको थिएँ. अनि उनीहरूले पनि थाहा हुन्न अरे रिजन होइन रिजेक्ट किन भएको. तर स्मल टाइपको चाहिँ हुन्छ नि रिजनहरू, यसमा चाहिँ के अरे इन्क्लुड गरेको छ, तर एक्ज्याक्ट रिजन चाहिँ गरेको छैन. पासपोर्ट यहीँ छ, यता छ के अरे यो पेपरहरू 5-6वटा पेपरहरू. अनि रिजेक्ट भइसकेपछि आफ्टर रिजेक्ट यु नो लाइक मेबी जोर्जियन एम्बेसी लाइक युनिभर्सिटी राइट, तिमीहरूको फी पेमेन्ट गरेको हुन्छ नि, त्यो फी चाहिँ रिटर्न हुन्छ विदिन 5-6 आफ्टर 5-6 यु नो लाइक विक पछि चाहिँ तिम्रो पैसा चाहिँ रिफन्ड हुन्छ होइन 100%. सो मेरो पनि रिजेक्ट भइसकेको थियो, सरी रिटर्न भइसकेको थियो पैसा. अनि त्यसपछि अर्को कुरा के भन्दाखेरि चाहिँ तर पैसा चाहिँ ल्याम्मै काट्दैछ है केटाकेटीहरू है. अनि सो त्यस कारणले चाहिँ मैले एप्लाई गर्न नगर भनेको होइन कि. सो अनि अबाउट माई कन्सल्टेन्सी होइन मैले एप्लाई गरेको, मेरो त होइन मैले गरेको. सो कन्सल्टेन्सी वाज भेरी गुड राइट फर मी. सो एकदम राम्रोसँग गरिदिनु भएको थियो सबै कुराहरू होइन, त्यस्तो नेगेटिभ कुराहरू कुनै छैन कन्सल्टेन्सी प्रति. सो कन्सल्टेन्सी इज गुड एन्ड त्यहाँबाट धेरैको लागिसकेको थियो अगाडि पनि. अनि भिसा चाहिँ मैले चाहिँ के सोचेन 100 मा 99% चाहिँ लाग्छ जस्तो लागिरहेको थियो.
सो रिजेक्ट भयो, इट्स ओके, नो प्रब्लम होइन. वी हेभ लट अफ अपर्च्युनिटी, लट अफ कन्ट्री इफ वी वान्ट टु गो टु एब्रोड, राइट. इट्स ओके. अनि मेरो यो टाइममा चाहिँ देयर आर 3 times आई हेड रिजेक्ट. आई निड टु टेक ए रिजेक्ट. देयर आर 3 times ब्रो. इट्स मनी लस, अनि मनी लस, टाइम लस होइन. नो ब्याचलर, या बट आई हेभ. बट नाउ मैले चाहिँ पुरै स्किप गरिदिइसकेँ, मैले पढाइ छोडिदिइसकेँ. तर मेरो फ्यामिलीबाट मलाई चाहिँ गर्व भन्ने भइरहेछ अझै पनि ब्याचलर, किनकि भर्खर 21 वर्ष पुग्यो, अझै गर्नेवाला छु. अनि त्यसपछि अर्को के भन्दाखेरि चाहिँ टाइम कति लाग्छ, डकुमेन्टहरू के गर्नुपर्छ, यताउति अक्रम बक्रम छ नि, त्यो केही बुझेको छैन भने सजिलैसँग कन्सल्टेन्सीसँग चाहिँ आफूले गर्न सक्नुहुन्छ. सो अनि कन्सल्टेन्सीहरू चाहिँ एकदम सोचेर गर्नु होला. अनि यसको भिएफएसमा चाहिँ अहिले चाहिँ नेपालमै हुन्छ. अहिले भिएफएस गर्ने चाहिँ अहिले पुल्चोकमा सरेको छ होइन, भिएफएस. सो यदि कोही गर्दैछौ, अहिले गर्दैछौ भने चाहिँ अहिले गर्नुलाई त ऊ पनि चाहिन्छ के अरे, के भन्छ त्यो, के भन्छ अरे, आइल्स. अहिले त आइल्स नेसेसरी गर्यो कि जस्तो लागिरहेछ मलाई चाहिँ. त्यो भन्ने चाहिँ मैले इन्फर्मेसन पाएको थिएँ. सो गाइज, अनि ओके, अबाउट मी. सो आजभोलि मैले केही पनि गरेको छैन, त्यतिको बसिरहेको छु, खाइरहेको छु. सो मोटिरहेको छु, अलिअलि जिमसिम गरिरहेको छु होइन, त्यही नै हो. सो if you need a video in English language, okay, definitely I will make, guys. And यदि अरू क्वेसन सोध्ने मन छ भने सोध्नु होला, म भन्ने नै छु. Okay, bye, see you tomorrow. Don't forget to subscribe and comment, guys. Small like and small subscribe, it's you know that I'm not gonna exaggerate about this topic, right? Bye.